हेलो साथीहरू, आज चाहिँ मैले चाहिँ क्लास 11 को आइडियल ग्यास ल्याएर आएको छु। आइडियल जो हिट च्याप्टरमा पर्ने गर्छ यो आइडियल ग्यास। र यसमा चाहिँ हामी सुरुबाट टपिक सुरु गरिहालौँ। सुरुमा छ बोयल्स ल। बोयल्स ल भनेको के हो होइन, बोयल्स भन्ने वैज्ञानिकले चाहिँ यो बोयल्स ल दिएको है। यिनले के भन्छन्, इट स्टेट्स द्याट द भोल्युम अफ द गिभन मास अफ अ ग्यास इज इन्भर्सली प्रोपोर्सनल टु इट्स प्रेसर इन कन्स्टेन्ट टेम्परेचर भनेछ। यसको मतलब के हो कि होइन, कुनै पनि गिभन मास छ र त्यसको भोल्युम बी छ भनौँ, र त्यसको कुनै पनि मास छ होइन, गिभन मास छ, त्यसको भोल्युम बी छ र एट कन्स्टेन्ट टेम्परेचर कन्स्टेन्ट हुनु पर्यो। त्यस्तो अवस्थामा चाहिँ यो भोल्युम चाहिँ त्यो ग्यासको प्रेसरसँग चाहिँ इन्भर्सली प्रोपोर्सनल हुन्छ है। एट कन्स्टेन्ट टेम्परेचर है, टेम्परेचर। अब हामीलाई इन्भर्सली प्रोपोर्सनल छ भनेपछि होइन, यो प्रोपोर्सनलको हामीलाई साइन छ भनेपछि यसलाई हटाएर इक्वल्स टु दिनलाई हामीले के गर्नु पर्यो, बी इक्वल्स टु कुनै पनि कन्सटेन्टले मल्टिप्लाई गर्ने 1/p होइन। कन्सटेन्टले मल्टिप्लाई गर्दा चाहिँ यो प्रोपोर्सनलवाला साइन हटेर इक्वल्स टु आउँछ। यो हामीले पढेको है। र अब हेर्नु यहाँ नोटमा के छ, यहाँ हेर्नु यहाँ नोटमा भोल्युम इन्डाइरेक्टली प्रोपोर्सनल टु प्रेसर र भोल्युम। अब यो प्रोपोर्सनल साइन हटाउन हामीले इक्वल्स टु, यसलाई हटाएर इक्वल्स टु दिउँ अनि यहाँ कुनै कन्सटेन्टले मल्टिप्लाई गर्नु पर्यो। अब यो भी र पी यता मल्टिप्लाई हुँदा भी इक्वल्स टु के भयो। अब यसरी यो आएको कन्डिसनमा चाहिँ हामीलाई एउटा चिज बुझ्नुपर्छ। यस्तो आयो भने कुनै पनि दुईवटा चिज मल्टिप्लाई गर्दा कन्सटेन्ट आयो भनेपछि यस्तो हुन्छ। यसको मतलब x1 इन्टु y1 इक्वल्स टु x2 इन्टु y2 गर्न मिल्छ क्या। जस्तै xy इक्वल्स टु कन्सटेन्ट छ भने x1 y1 इक्वल्स टु x2 y2 गर्न मिल्छ है। यो बेसिक म्याथ नै हो भनौँ। अब त्यस्तै देयरफोर हामीले अब p1 इन्टु v1 इक्वल्स टु p2 इन्टु v2 गऱ्यौँ। किनकि p2 इन्टु v2 गर्दा र p1 इन्टु v1 गर्दा त्यो कन्सटेन्ट नै आउने भयो कि एउटै भ्यालु आउने भयो। त्यही भएर यो इक्वल्स टु गर्न मिल्यो, दुईवटा बराबर छ भन्न मिल्यो होइन। अब जाम हामी यिनीहरूको यो दुइटै यो बोयल्स लको हामी बोयल्स ललाई प्रेसर र भोल्युम यसको प्रेसर र भोल्युमलाई मानेर हामीले ग्राफ देखाउँ है। प्रेसर भोल्युम प्रेसरको ग्राफ देखाउँदाखेरि हाम्रो ग्राफ यो यसरी आउँछ है। भोल्युम प्रेसरको ग्राफ देखाउँदा यसरी आउँछ, जसमा चाहिँ यो टी हाम्रो T1 हुन्छ, यो T2 हुन्छ है। यो एउटा तरिकाले हो। अब यस्तै अर्कोवाला ग्राफ छ, यसको दुईवटा ग्राफ बनाउन मिल्छ। अहिले म बुझाउँछु है राम्ररी। प्रेसर 1/v यो तरिकाले देखाउँदा चाहिँ हाम्रो के आउँछ, हाम्रो यसरी यो चाहिँ हाम्रो हुन्छ, यो चाहिँ T2 यो T1, यो भनेको T भनेको टेम्परेचर है। यो दुईवटा ग्राफ भन्छ है। तपाईँले यहाँ 1/v गरेर गर्न सक्नुहुन्छ र v गरेर यस्तो हुन्छ, 1/v गरेर यस्तो हुन्छ। अब म बुझाउँछु राम्ररी हेर्नु। अब हामीलाई थाहा छ pv इक्वल्स टु कन्सटेन्ट हो भनेर है। अनि यता हेर्नु p इक्वल्स टु k 1/v। अब हामीलाई यो फर्मुलालाई हेर्नु त। यो फर्मुला हेर्दा के जस्तो फर्ममा छ यो, y इक्वल्स टु mx होइन, यो फर्ममा छ नि त। अब यो m भनेको चाहिँ के हो, के जस्तो छ, अनि x को ठाउँमा यो 1/v जस्तो छ कि नै छ। अब यस्तो अवस्थामा y इक्वल्स टु mx वाला केसमा चाहिँ यो m ले हाम्रो स्लोप SLOP स्लोप हो नि। यो m त स्लोप हो, यो भनेको tan थीटा हो होइन। स्लोप भनेको tan थीटा हामीले पढेको यो। अब y इक्वल्स टु mx मा हाम्रो यस्तै छ, p इक्वल्स टु k 1/v जस्तो छ। अब यो भनेको स्लोप, यो भनेको चाहिँ x जस्तो छ। अब यस्तो अवस्थामा
हेर्नुहोस् यता स्लोप इक्वल्स टु एम इक्वल्स टु के इक्वल्स टु टेन थिटा होइन मैले गरेँ जस्तो यो स्लोप इक्वल्स टु टेन थिटा स्लोप इक्वल्स टु टेन थिटा अनि याम इक्वल्स टु के याम इक्वल्स टु के याम भनेको स्लोप हो अब विच इज कन्सटेन्ट यो अब याम भनेको चाहिँ टेम्परेचर हो अब यहाँ बुझ्नु पऱ्यो अब यो याम भन्ने छ नि यो याम याम भनेको त कन्सटेन्ट यो के भनेको स्लोप हो अब स्लोप टेन थिटाले चाहिँ के देखाउने भयो टेन थिटाले चाहिँ टेम्परेचर दिने भयो यो टेन थिटा यो टेन थिटा वान मानौँ यो चाहिँ थिटा टू मानौँ थिटा टू यसले चाहिँ टेम्परेचर दिने भयो थिटा वान थिटा टूले टेम्परेचर दिने भयो है टेन थिटा वान टेन थिटा टूले टेम्परेचर दिने भयो अब हियर वाइ इक्वल्स टु एमएक्स अब यो त भइहाल्यो है यो हाम्रो यसरी भन्छ यो कसरी भन्छ भन्नुभयो भनेपछि यो जस्तै यता चाहिँ वान बाई भीको भ्यालु बढ्दै जाँदा पीको भ्यालु पनि बढ्दै जान्छ होइन तर यसमा चाहिँ वान बाई भीको भ्यालु बढ्दै जाँदा पीको भ्यालु बढ्दै गयो होइन यसरी बढ्दै जाँदा वान बाई भीको भ्यालु बढ्दै जाँदा पीको भ्यालु पनि बढ्दै गयो तर यसमा भने के भयो भनेपछि भीको भ्यालु बढ्दै जाँदा पीको भ्यालु घट्दै आयो किनकि भी र पी त इन्भर्सली प्रोपोर्सनल छन् नि त एकअर्कामा होइन भी र पी त एकअर्कामा इन्भर्सली प्रोपोर्सनल छन् होइन किनकि भी र पी त एकअर्कामा इन्भर्सली प्रोपोर्सनल छन् त्यही भएर यो बढ्दै जाँदा यो घट्दै गयो तर यसमा चाहिँ वान बाई भी चाहिँ बढ्दै जाँदा पी किन बढ्दै गयो भनेपछि यो भी त प्रोपोर्सनल छ नि त वान बाई पीसँग चाहिँ प्रोपोर्सनल छ डाइरेक्टली प्रोपोर्सनल छ तर भी र पी चाहिँ इन्डाइरेक्टली प्रोपोर्सनल छ क्या भी र पी इन्डाइरेक्टली प्रोपोर्सनल तर भी र वान बाई पी चाहिँ डाइरेक्टली प्रोपोर्सनल है त्यही भएर चाहिँ यो बढ्दै जाँदा यो घट्दै गयो यो बढ्दै जाँदा यो पनि बढ्दै गयो अब लागौँ चार्ल्स लतिर अब चार्ल्स ल भन्ने अब चार्ल्स वैज्ञानिकले के निकाले चार्ल्स है इट स्टेट्स द्याट the volume of the given mass of a gas is directly proportional to its absolute temperature at constant pressure. अब हेर्नु एब्सोल्युट टेम्परेचर भने चाहिँ यहाँ अब हेर्नु अब यसमा पनि गिवन मास कुनै पनि ग्यासको गिवन मास छ र त्यो चाहिँ डाइरेक्टली प्रोपोर्सनल हुन्छ टु इट्स एब्सोल्युट टेम्परेचर होइन टेम्परेचरसँग डाइरेक्टली प्रोपोर्सनल हुने भयो अब एब्सोल्युट टेम्परेचर भन्नाले केल्भिन स्केललाई लगेर गर्नु पऱ्यो एब्सोल्युट टेम्परेचरको लागि अब एट कन्सटेन्ट प्रेसर अब यसमा चाहिँ प्रेसर चाहिँ कन्सटेन्ट हुनु पर्यो यस्तो देखाउँछु म भी डाइरेक्टली प्रोपोर्सनल टु टी अब पी चाहिँ कन्सटेन्ट हुनु पर्यो पी इक्वल्स टु के कन्सटेन्ट हुनु पर्यो है अब पी कन्सटेन्ट भयो भने पी कन्सटेन्ट हुनु पर्यो अब यो प्रोपोर्सनलवाला साइनलाई हटाउन हामीले भी इक्वल्स टु केटी गऱ्यौँ है के भनेको कन्सटेन्ट अब भी बाई टी इक्वल्स टु के गर्न मिल्यो कि नै भी बाई टी इक्वल्स टु के गर्न मिल्यो अब भी बाई टी इक्वल्स टु के गर्न मिल्छ भनेपछि अघि हामीले त्यो एक्स वाइ इक्वल्स टु के भन्दा कन्सटेन्ट भन्दा x1 y1 इक्वल्स टु x2 y2 गरे जस्तो यसमा पनि v1 t1 इक्वल्स टु v2 t2 गर्न मिल्छ है v1 t1 इक्वल्स टु v2 t2 है अब यो कन्सटेन्ट भनेको प्रेसर हो अब यसको पनि ग्राफ देखाउँदा भी र टीको ग्राफ देखाउँदा भी र टीको ग्राफ देखाउँदा चाहिँ टी बढ्दै जाँदा भी पनि बढ्दै गयो टी किनकि डाइरेक्टली प्रोपोर्सनल छ नि त भी र टी बढ्दै जाँदा भी पनि बढ्दै गयो त्यही भएर यस्तो ग्राफ बन्यो तर यो इन केल्भिन स्केलमा अब यसकै सेल्सियस स्केलमा लाग्दा चाहिँ यस्तो हुन्छ सेल्सियस स्केलमा लाग्दा चाहिँ यसको अब सेल्सियसको लोएस्ट पोइन्ट भने चाहिँ -273 डिग्री सेल्सियस है अब त्यसबाट बढाउँदै जाँदा यहाँ पुग्यो यो भनेको 0 होला होइन यो भनेको इनिसियल पोइन्टको ठक्क माथि अब यो बढाउँदा यस्तो हुन्छ यो इन सेल्सियस है इन डिग्री सेल्सियसमा यो भनेको टेम्परेचर यसरी बुझ्नु पर्यो अब लागौँ आइडियल ग्यास इक्वेसन अर इक्वेसन अफ स्टेट अब इट इज अ रिलेसन बिट्विन प्रेसर भोल्युम एन्ड टेम्परेचर अफ द गिभन मास अफ अ ग्यास है
गिभन मास अफ अ ग्यास, यो कुनै पनि गिभन मास छ, ग्यासको मास छ र त्यसको चाहिँ प्रेसर, भोल्युम र टेम्परेचरको रिलेसन हो यो। अब यो चाहिँ हामीले पत्ता लगाउँछौँ। अब चाहिँ यहाँ चाहिँ हामीले कुनै एउटा डायग्राम बनाएको छौँ है। अब यो डायग्रामलाई हेर्नुहोस्। सुरुमा चाहिँ P1 V1 T1 P2 V प्राइम T1 P2 V2 T2। अब यो 8 कन्स्टेन्ट टेम्परेचर, यो 8 कन्स्टेन्ट प्रेसर है। यसरी छ, म हल्का भन्छु अनि पछि बुझाउँछु। Consider a given mass of a gas enclosed in a cylinder fitted with a frictionless and weightless movable piston है। यो पिस्टन चाहिँ हिलाउन मिल्छ तलमाथि हैन, यो पिस्टन हो, तलमाथि गर्न मिल्छ र यो पिस्टनको काम के हो भने चाहिँ यसमा ग्यास छ, त्यो ग्यासलाई कम्प्रेस गर्ने काम हो है, अनि त्यसलाई स्केप आउट हुन ग्यासलाई स्केप हुनबाट रोक्ने काम हो यसको पिस्टनको। अब let P1 V1 and T1 be the initial pressure, volume, temperature of the gas inside the cylinder respectively। P1 अब यो P1 V1 T1 भनेपछि चाहिँ अब यो सिलिन्डरभित्र रहेको ग्यासको चाहिँ इनिसियल प्रेसर, भोल्युम र टेम्परेचर है। अब त्यस्तै नाउ द ग्यास इज कम्प्रेस्ड टु V प्राइम एट कन्स्टेन्ट टेम्परेचर हैन T1 सो द्याट द प्रेसर इज चेन्ज टु P2। अब यता आउँदा चाहिँ 8 कन्स्टेन्ट टेम्परेचरमा है, 8 कन्स्टेन्ट टेम्परेचरमा अब यो कम्प्रेसरले 8 कन्स्टेन्ट टेम्परेचरमा यो कम्प्रेसर यो पिस्टनले चाहिँ प्रेस गरिदिने ग्यासलाई हैन। ग्यासलाई प्रेस गर्दा चाहिँ यसको भोल्युम घटेर भी प्राइममा आयो, भोल्युम घट्यो पी प्राइममा आयो, भी प्राइममा आयो। यसमा टेम्परेचर कन्स्टेन्ट छ हैन। टेम्परेचर कन्स्टेन्ट भनेको इनिसियल टेम्परेचर जति त्यति नै हुने भयो र अब भोल्युम घट्दा र टेम्परेचर कन्स्टेन्ट नै हुँदा भनेपछि त प्रेसर त चेन्ज हुनु पर्यो, त्यही भएर प्रेसर बढ्ने भयो यहाँ हैन, किनकि टेम्परेचर नि सेम छ अनि भोल्युम घट्यो र प्रेसर चाहिँ के सेम हुने हो र हैन, प्रेसर बढ्नु पर्यो, प्रेसर बढ्यो। अब प्रेसर बढ्दा यस्तो हुन्छ। अब फ्रम बोइल्स ल, अब बोइल्स लगाउने टेम्परेचर कन्स्टेन्ट छ नि त, अब टेम्परेचर कन्स्टेन्ट भएको अवस्थामा चाहिँ बोइल्स ल हामीले अगाडि हेरेको हैन। अब यो P1 V1 इक्वल्स टु P2 V प्राइम, यो कसरी हेर्नु है। अघि नै हामीले भन्यौँ V बोइल्स ल अनुसार यो V इक्वल्स टु कन्स्टेन्ट 1/P, यो चाहिँ हाम्रो प्रोपोर्सनल साइन हटाउनलाई के थपेको। अब यहाँ हेर्नुहोस्, यो P उता मल्टिप्लाई हुँदा के हुन्छ, PV इक्वल्स टु K हैन, PV इक्वल्स टु K। अब कन्स्टेन्ट छ भनेपछि x1 y1 इक्वल्स टु x2 y2 गर्न मिल्छ हैन, यसरी। त्यसैले हामीले P1 V1 इक्वल्स टु P2 V2 नि गर्न मिल्छ। अब यहाँ यो P1 V1 त इनिसियल भइहाल्यो है, इनिसियल प्रेसर र भोल्युम। अब त्यस्तै P2 भनेपछि इनिसियल पछिको भएको प्रेसर र भोल्युम। यहाँ प्रेसर बढेछ त्यही भएर P2 अनि भोल्युम घटेछ त्यही भएर V प्राइम। भोल्युम त घट्यो किनकि हामीले कम्प्रेस गरेको होइन त, कम्प्रेस गरेको पिस्टनले र भोल्युम घट्यो त्यही भएर P2 V प्राइम। अब V प्राइम हामीले निकाल्नु छ, V प्राइम इक्वल्स टु P1 V1 यो P2 उता मल्टिप्लाई गरे यस्तो हो है। अब यहाँ इक्वेसनलाई फर्स्ट दिउँ। अब अगेन द ग्यास इज हिटेड फ्रम T1 to T2 एट कन्स्टेन्ट प्रेसर P2 सो द्याट इट्स भोल्युम इन्क्रिजेस टु V2। अब के गर्ने, अब फेरि होइन, अब फेरि द ग्यास इज हिटेड फ्रम T1 to T2। अब अघि त ग्यास त यो के अरे टेम्परेचर त कन्स्टेन्ट थियो होइन, टेम्परेचर कन्स्टेन्ट थियो अनि भोल्युम घटेको थियो र प्रेसर बढ्यो थियो, यो बोइल्स लगाएको थियौँ हामीले यसमा। अब के गर्ने, टेम्परेचर चाहिँ चेन्ज गर्ने, T1 देखि T2 मा चेन्ज गर्ने हैन, T1 देखि T2 मा चेन्ज गर्ने। T1 देखि T2 मा चेन्ज गर्दा चाहिँ अब चाहिँ प्रेसर कन्स्टेन्ट गर्नु पर्यो हामीले। अब हामीलाई चार्ल्स ल लाग्छौँ, अब हामीले चार्ल्स ल लगाउँछौँ, त्यसैले प्रेसर कन्स्टेन्ट राख्नु पर्यो। चार्ल्स लमा हाम्रो प्रेसर कन्स्टेन्ट थियो नि त, यो हाम्रो चार्ल्स ल, V डाइरेक्टली प्रोपोर्सनल टु T व्हेन प्रेसर इज कन्स्टेन्ट हैन। चार्ल्स ल लगाउनलाई हामी चाहिँ अब
टेम्परेचर चेन्ज गर्ने T1 देखि T2 मा हैन। अनि P2 चाहिँ कन्स्टेन्ट गर्ने, P2 कन्स्टेन्ट हैन। P2 भनेको प्रेसर कन्स्टेन्ट राख्ने। अघि त यहाँदेखि आउँदा प्रेसर चेन्ज भएको थियो, अब यतादेखि यता आउँदा प्रेसर कन्स्टेन्ट हुने भयो कि। अघि नै यहाँदेखि यहाँ आउँदा टेम्परेचर कन्स्टेन्ट थियो, अब यहाँदेखि यहाँ आउँदा टेम्परेचर चेन्ज हुने भयो कि। ठ्याक्क उल्टो, ठ्याक्क अघि नै उता प्रेसर, अब यता टेम्परेचर चेन्ज हुने, किनकि अब हामी चार्ल्स लगाउँछौँ। अब हेरौँ, अब यसमा चाहिँ भोल्युम चाहिँ अघिको भन्दा भोल्युम चेन्ज हुने भयो। अघि नै V' थियो, अब V2 हुने भयो भनेपछि भोल्युम बढ्ने भयो। अब फ्रम चार्ल्स ल हेर्नु चाहिँ फ्रम चार्ल्स ल के हुन्छ। अब फ्रम चार्ल्स ल V' T1 भनेको अघि नैको V1 अपन T1 भने जस्तो हो क्या। V1 त अघि नै यो वाला बक्समा त हाम्रो V1 त V' छ, त्यसैले अब V2 by P2 V2 by T2। अब के गर्ने, V' हैन, V' इक्वल्स टु V2 T2 अपन V2 T1 by T2। अब हेर्नुहोस्, V' इक्वल्स टु V2 T1 by T2, यो चाहिँ इक्वेसन 2। अब इक्वेटिङ इक्वेसन 1 and 2 we have। अब इक्वेसन 1 मा के थियो हाम्रो, V' इक्वल्स टु P1 V1 by P2 हैन। P1 V1 by P2 इक्वल्स टु, यो पनि त V' हो, त्यसैले यो राखिदिने सिधै यता। यो राख्दा अब यसलाई सोल्भ गर्दै जाँदा के हुन्छ, P1 V1 by T1, यो चाहिँ T1 यता आयो, अनि यो P2 चाहिँ उता गयो। अब यसरी गर्दा हेर्नुहोस्, अब के आयो हाम्रो यहाँ PV by T इक्वल्स टु कन्स्टेन्ट। अब हाम्रो यो भनेको हैन, यो भनेको चाहिँ हाम्रो लजिक ल हो है, यो चाहिँ है यो। अब यो PV by T इक्वल्स टु कन्स्टेन्ट हुन्छ, किनकि यो पनि हाम्रो x1 y1 इक्वल्स टु x2 y2 जस्तो त छ हैन यो। त्यसैले PV by T इक्वल्स टु कन्स्टेन्ट हुने हो। अब द भ्यालु अफ द कन्स्टेन्ट डिपेन्ड्स अपन नेचर एन्ड एमाउन्ट अफ द ग्यास। ग्यासको एमाउन्ट र त्यही ग्यासको नेचरमा यो चाहिँ द भ्यालु अफ द कन्स्टेन्ट डिपेन्ड गर्छ, यो कन्स्टेन्ट है। अब फ्रम 1 मोल अफ द ग्यास, यो बुझ्नुपर्ने कुराहरू हो, म लेख्छु। फ्रम 1 मोल अफ द ग्यास PV by T equals to R, where R equals to universal gas constant। अब for 1 mole of the gas, अब where R equals to universal gas constant, अनि PV equals to RT, PV equals to RT। अब यसको SI युनिट चाहिँ SI युनिट्स अफ R इक्वल्स टु यो ग्यास कन्स्टेन्टको, युनिभर्सल ग्यास कन्स्टेन्टको SI युनिट चाहिँ जुल पर केल्भिन हुन्छ, जुल पर केल्भिन। किनकि अब वर्क डन भनेको हामीलाई थाहा छ, या फोर्स इन्टु डिस्प्लेसमेन्ट। अब फोर्स भनेको प्रेसर इन्टु एरिया है, किनकि P प्रेसर इक्वल्स टु F by A उता मल्टिप्लाई गरेर फोर्स इक्वल्स टु प्रेसर एरिया हुन्छ हैन त, प्रेसर इन्टु एरिया हुन्छ। त्यही भएर फोर्स इक्वल्स टु प्रेसर इन्टु एरिया इन्टु डिस्प्लेसमेन्ट। अब प्रेसर इन्टु एरिया छ नि त, अनि एरिया इन्टु डिस्प्लेसमेन्ट भोल्युम हैन, भोल्युम। अनि अब भोल्युम, अब यो एसआई युनिट अफ वर्क डन, के अरे एसआई युनिट अफ वर्क डन अथवा एसआई युनिट अफ वर्क डन इक्वल्स टु जुल हुन्छ, यो जुल आयो। अनि प्रेसर इन्टु भोल्युम, यो जुल आयो हैन, यो जुल आयो। जुल बाई टी भनेको एब्सोल्युट टेम्परेचर हो भनेपछि यो केल्भिन स्केलमा हुन्छ, त्यसैले केल्भिन। अब आर भनेको जुल पर केल्भिन है। नाउ फर n मोल्स अफ द ग्यास PV by T इक्वल्स टु n मोल्स भनेको अब nले मल्टिप्लाई गर्ने R, अब PV इक्वल्स टु nRT है, यसलाई उता मल्टिप्लाई गऱ्यो भने PV इक्वल्स टु nRT हुन्छ। अब
यसरी गर्ने यसलाई यो दुईटा यसरी याद राख्ने। अब चाहिँ फर 1 kg अफ द ग्यास, अब फर 1 kg अफ द म्यास 1 kg अफ द सरी, अब फर 1 kg अफ द ग्यास 1 kg अफ द ग्यासको लागि चाहिँ PV by T इक्वल्स टु R, स्मल आर यसमा चाहिँ, वेयर R इक्वल्स टु R by M। अब यो याम भनेको के हो, मोलर मास, मोलिकुलर वेट अथवा मोलर मास अथवा मोलिकुलर वेट। अब यसको चाहिँ ग्यास कन्स्टेन्ट पर युनिट मास, यो ओभरअललाई भन्नुपर्दा यो आर यो स्मल आरलाई भन्नुपर्दा ग्यास कन्स्टेन्ट पर युनिट मास। अब PV इक्वल्स टु RT, PV इक्वल्स टु RT हैन, PV इक्वल्स टु RT, PV इक्वल्स टु RT फर M kg अफ द ग्यास। अब ग्यास अघि नै त्यहाँ हामीले फर n मोल्स अफ द ग्यास, अब यहाँ चाहिँ M kg अफ द मास, PV by T इक्वल्स टु MR, PV इक्वल्स टु MRT। द भ्यालु अफ R which we have for 1 mole of the gas। अब हामीलाई R को भ्यालु पत्ता लगाउनु पर्यो। we have for 1 mole of the gas PV इक्वल्स टु RT। हामीलाई थाहा छ 1 मोलको ग्यासको लागि चाहिँ PV इक्वल्स टु RT हुन्छ। हामीले अघि उता हेऱ्यौँ R इक्वल्स टु PV by T हैन, R इक्वल्स टु PV by T। अब R इक्वल्स टु P भनेको के हो, अब यो STP स्ट्यान्डर्ड टेम्परेचर प्रेसरमा चाहिँ P भनेको चाहिँ 1.01 इन्टु 10 टु द पावर 5 न्युटन पर मिटर स्क्वायर। अब V भने भोल्युम भनेपछि 22.4 इन्टु 10 टु द पावर -3 मिटर किप बाई टेम्परेचर भनेपछि 273। यो हाम्रो भ्यालुहरू हो, यो स्ट्यान्डर्ड टेम्परेचर प्रेसरको भ्यालुहरू यो हैन। टेम्परेचरको भ्यालु चाहिँ 273, प्रेसरको भ्यालु चाहिँ यति, अनि पछि अब यो भोल्युम यो चाहिँ भोल्युम है यो। अब R इक्वल्स टु हाम्रो क्यालकुलेटरमा गर्दा 8.31 जुल पर मोल पर केल्भिन आउँछ। अब विच इज एप्रोक्सिमेटली 8.31 जुल पर मोल पर केल्भिन। अब मैले 1.01 इन्टु 10 टु द पावर 5 न्युटन पर मिटर स्क्वायर त लेखेँ हैन, यो प्रेसरको भ्यालु यो कसरी आयो। अब स्ट्यान्डर्ड टेम्परेचर प्रेसरमा प्रेसर इक्वल्स टु 760 mm अफ Hg हैन। अब यो 760 mm अफ Hg भन्नुको मतलब हैन, यो Hg छ नि, यो Hg मर्करी, यो मर्करी चाहिँ मर्करीको सिलिन्डरमा चाहिँ स्ट्यान्डर्ड टेम्परेचर प्रेसरमा चाहिँ 76 मिलिमिटर माथि जान्छ मर्करी भनेको के। अब यो हाइट अफ मर्करी कति मिलिमिटर माथिको 760 सरी है 760 mm अफ Hg 760 mm मा गयो। अब 760 लाई हामी SI युनिट अथवा मिटरमा लगाउँ, मिटरमा लाग्दा चाहिँ 1 mm के रे सरी 1 cm इक्वल्स टु 10 mm हुन्छ। अनि 1 यहाँ लेखौँ है 1 cm इक्वल्स टु 10 mm हुन्छ। अनि 1 मिटर इक्वल्स टु 100 cm हुन्छ हैन। त्यसैले 1 मिटर इक्वल्स टु 1000 mm हुने भयो के हैन। अब यसलाई कन्भर्ट गर्दा 760 mm लाई कन्भर्ट गर्दा डिभाइडेड बाइ 1000 गर्नु पर्यो, डिभाइड 1000 गर्दा 0.76 इन्टु 9.8 इन्टु 13600। किन गरिम यो 9.8। अब हामीलाई यो हाम्रो प्रेसर हो, प्रेसर अफ लिक्विड के हुन्छ, P इक्वल्स टु रो हैन, P बराबर HdG हो हैन, HD भनेको डेन्सिटी, Hg यो भनेको ग्राभिटी H रो मर्करीको डेन्सिटी 13,600। अब यो गर्दा चाहिँ 1.01 इन्टु 10 टु द पावर 5 न्युटन पर मिटर स्क्वायर आउँछ। वेयर T अब यहाँ T टेम्परेचर चाहिँ 273 केल्भिन, V 22.4 लिटर है लिटर्स, V इक्वल्स टु 22.4 लिटर्स हुन्छ। र त्यसलाई चाहिँ अब मिटर किपमा कन्भर्ट गर्दा चाहिँ 22.4 डिभाइडेड बाइ 10 टु द पावर डिभाइड बाइ 1000 हुन्छ। र यो डिभाइड बाइ 1000 लाई हामीले डाइरेक्ट अब यो 10 टु द पावर -3 गरिदिएको माथि लगेर मल्टिप्लाई गरिदिएको। र 1 मिटर किपमा चाहिँ हाम्रो 1000
लिटर अटाउँछ हैन, 1 मिटर क्युबमा 1000 लिटर अटाउँछ र यसैबाट चाहिँ हामीले कन्भर्जन गरेर यो निकालेको। अब जाम हामी सिग्निफिकेन्स अफ आर। द भ्यालु अफ आर गिभ्स द अमाउन्ट अफ वर्क डन पर मोल पर केल्भिन अफ द ग्यास। अघि नै हामीले हेऱ्यौँ आरको हैन, आरको हामीले अघि नै हेरिसक्यौँ। द भ्यालु अफ आर गिभ्स द अमाउन्ट अफ वर्क डन पर मोल पर केल्भिन अफ द ग्यास। त्यस्तै अब भ्यालु अफ आर वी हेभ आर इक्वल्स टु आरएम। अघि नै हामीले हेरिसक्यौँ यता हैन, आर हेर्नु आर इक्वल्स टु आर बाई एम हैन। यो आर भनेको चाहिँ अब आर बाई एम फर हाइड्रोजन लेट है, हाइड्रोजनको लागि मानौँ एम इक्वल्स टु 2g हैन, एम इक्वल्स टु 2g 2 ग्राम मोलिकुलर वेट हैन, मोलिकुलर वेट मोलिकुलर मास इक्वल्स टु 2 × 10⁻³ kg, केजीमा आयो। एम इक्वल्स टु मोलिकुलर मास यो त यता भ्यालु द्याट इज 2, यो S2 इक्वल्स टु 2 ग्राम। आर इक्वल्स टु 8.3 हैन, आर यो क्यापिटल आरको भ्यालु हामीले अघि नै हामीले 8.31 निकालेको थियौँ, 8.31 हैन, 8.31। अब 8.31 बाई डिभाइड बाई 2 × 10⁻³ या मास मोलिकुलर मास यो हामीले भर्खरै यता निकाल्यौँ। अब इक्वल्स टु 4.155 × 10⁻³ जुल पर केजी पर केल्भिन। के पर केजी पर केल्भिन कसरी आयो भनेपछि आरको हामीलाई थाहा छ, आरको हामीलाई एसआई युनिट थाहा छ जुल पर केल्भिन। त्यस्तै अब यसमा मासले डिभाइड हानिदियो भने मास भनेको केजी हैन, यसको एसआई युनिट केजी डिभाइडमा छ, त्यही भएर जुल पर केजी पर केल्भिन। फिजिकल सिग्निफिकेन्स अफ आर द भ्यालु अफ आर गिभ्स द अमाउन्ट अफ वर्क डन पर केजी पर केल्भिन अफ द ग्यास। यो भर्खरै हामीले यता गऱ्यौँ। र अब चाहिँ यो आइडियल ग्यास, अब चाहिँ हाम्रो एक्चुअलमा आइडियल ग्यास सुरु हुन्छ। अब हामीले चाहिँ आइडियल ग्यास र रियल ग्यासको कन्सेप्टहरू पढ्छौँ हैन। अनि त्यसपछि यहाँ भोल्युम कफिसियन्ट अनि भोल्युम कफिसियन्ट अनि प्रेसर कफिसियन्ट अनि रिलेसन बिट्विन भोल्युम कफिसियन्ट एन्ड प्रेसर कफिसियन्ट यो सबै हामी चाहिँ अब आउने भिडियोमा पढ्छौँ। र आजको लागि चाहिँ यति नै। र भिडियो मन परे लाइक कमेन्ट र सब्सक्राइब गरिदिनु होला। र यस्तै क्लास 11 र 12को चाहिँ सिलेबसहरू चाहिँ म अब दैनिक नै हाल्नेछु। र यो च्याप्टर चाहिँ म भोलि पर्सि 3 दिनमा चाहिँ सक्नेछु है।